दर्शकबिन जापानमा काम गर्दा मोबाइल पनि चलाउन नपाउने ठाउँमा एकजना नेपाली युवाले नाचेर जापानका वृद्ध वृद्धालाई मन जितिरहेका छन्। यो कुनै काल्पनिक कथा होइन। जापानको खाइगो क्षेत्रमा काम गरिरहेका हुम्लामा जन्मिएका विनोद भाइको वास्तविक जीवन हो। विनोद भाइको यात्रा हुम्लाबाट सुरु भएर सुर्खेत हुँदै सन् 2023 मा जापानको नागोया आइपुगेपछि नयाँ मोड लियो। सुरुमा 2 वर्ष उनले जापानिज भाषा विद्यालयमा अध्ययन गरे। नयाँ भाषा, कडा नियम र एक्लोपन बीच उनले धैर्यका साथ आफूलाई तयार पारे। भाषा सिकिसकेपछि उनले जापानको खाइगो क्षेत्रमा पढाइ र काम गर्ने लक्ष्य राखे। अहिले विनोद भाइ इबाराकी क्षेत्रमा खाइगोको पढाइ गर्दै साथसाथै जापानका वृद्ध वृद्धाको हेरचाह गर्ने काममा सक्रिय छन्। खाइगो यानि कि केयर गिभरमा काम गर्दा शारीरिक रूपमा गाह्रो मात्र होइन, भावनात्मक रूपमा पनि जिम्मेवारीपूर्ण हुन्छ। आमा बुवाको दैनिकी सहज बनाउने, उनीहरूको कुरा सुन्ने र माया दिनु यस कामको मुख्य पक्ष हो। विनोदले यही भावना लिएर काम गरिरहेका छन्। विनोद भाइको कामकै बीचमा देखिन्छ उनको अर्को पहिचान नृत्य। जापान जस्तो देशमा कामको समयमा मोबाइल समेत चलाउन नपाइने कडाइ हुन्छ, तर सानो फुर्सदमा विनोदले नाचेर वृद्ध वृद्धालाई खुसी बनाएका छन्। उनी नेपाली गीतमा नाच्दा त्यहाँका आमा बुवा ताली बजाएर रमाउँछन्। नाच्दा मन पनि खुसी भयो, शरीर पनि हलुका भयो भन्ने प्रतिक्रिया सुन्दा विनोदलाई आफ्नो कामको अर्थ अझै गहिरो लाग्छ। नृत्य उनको लागि मनोरञ्जन मात्र होइन, जीवन चलाउने माध्यम पनि बनेको छ। पढाइ, काम र कला सन्तुलन गर्दै उनले मासिक आम्दानी पनि गरिरहेका छन्। खाइगो यानि कि केयर गिभरको काम सम्मानको काम हो र आफ्नो कला प्रयोग गरेर सेवा गर्न पाउनु गर्वको कुरा हो भन्छन् विनोद। र उनी जापानमा नेपाली युवाको सकारात्मक उदाहरण बनेका छन्। भन्छन्, अहिले त म काम गर्दै यहाँ पढिरहेको छु, अब भविष्यमा खाइगोमै वर्किङ भिजा लगाएर काम गर्नेछु र जापानका वृद्ध वृद्धालाई हेरचाह गरेर जीवन चलाउनेछ। विनोद भाइलाई धेरै धेरै शुभकामना। खाइगो क्षेत्रमा राम्रो प्रगति गर्नुहोला, जसले गर्दा तपाईँ र नेपालको नाम उच्च राख्न सकोस्।